तपाईले देख्न सक्नुहुन्छ न्यू 24 वीरगत। म चाहिँ तपाईको साथी राजमन शाह। आज तपाईले हेर्न सक्नुहुन्छ हाम्रो यहाँ चितवन जिल्लामा हामी चौधरी इलाकामा चाहिँ यहाँ चाहिँ मकर संक्रान्तिको खानेकुरा तयार पार्नुहुन्छ। उहाँसँगै म कुरा गर्नुहुन्छ। रुवा लगन यी कति बनावा त लगन अपने कहीं हो हमारे हिंदी ना आवेला ज्यादा इको का हमारे चितवन के तनी होने कैमरा और हेर या पोका बनसई से खाइसई बिहान लहा धवा के तेल नून सब चीज छू के बल्ला हंसना धवा के खाई के दूसरे ना खाई के जैसे हमनी के तराई में चलेला हमनी के इस सब मकर संक्रांति लाई हमनी के खानी सन आई शक्कर एथी मिला के भेली मिला के लाई बनो तरुल ना तिल के लड्डू ये सब बनावेला। खारू में मछली के आजू के मछली नीस के धइतई आई बना के पका के बिहान नहा धवा के चाउर सब चीज छू के उदान कैतई तब जाके खेतई बिना दान कैले बिहान तपाईले दर्शकबिन्द उहाँले आन्टीको कुरा हेरिराख्नु भएको छ। हाम्रो यो सबैभन्दा ठुलो पर्व यो मकर संक्रान्ति हो। उहाँ चाहिँ हाम्रो आन्टी चाहिँ भन्नुभएको छ पुरा हाम्रो भोजपुरी भाषामा नि चल्छ यो परम्परा अन्तर्गत चलिरहेको यो हो। उहाँ चाहिँ अङ्कल चाहिँ उहाँ बनाइराख्नु भएको छ अनि उहाँ चाहिँ यो अङ्कल पनि हेर्नु बेरिराख्नु भएको छ त्यो केराको पात हालेर अनि हेर्नु उहाँ चाहिँ थालमा राख्नु भएको सबै मिसाएर अनि बनाइराख्नु भएको छ। कस्तो लाग्यो हाम्रो मकर संक्रान्ति तपाईहरु पनि हाम्रो यस भिडियोलाई लाइक शेयर अनि फलो गर्नु होला। एकछिन आन्टी अझै हाम्रो दर्शकलाई नेपाली भाषामा बुझाइदिनु। नेपाली भाषा यो नेपाल हाम्रो यो चितवन जिल्लामा खारू भाषी जनजातिहरू खाली हाम्रो यही चल्छ के यो चल्छ। यो आनन्दीको चामल त्यो भातमा पकाएर अनि बल्ल यो डल्लो बनाउने अनि बिहान पखा अनि घुरा हुन्छ घुरामा अनि पोलेर अनि बल्ल अनि नुहाइ धुवाइ गर्ने अनि चामल दाल बेसार बल्ल बनाउँदै छ सबै थोक छोएर अनि नुहाएर अनि बल्ल खाने भोलिको दिन बिना नुहाएर नखाने तपाईँ पनि दर्शकबिन्द भोलि चाहिँ हिजोको दिन भोलिको दिनमा चाहिँ तपाईँ पनि चाहिँ नुहाइ धुवाइ गरेर यो चाहिँ मकर संक्रान्तिको अनि हाम्रो भोजपुरी भाषामा त लाई भन्छ अनि यो चाहिँ आनन्दीको चामलले मिसाएर अनि यो डल्लो बनाएर खानुहुन्छ। यो कोन पर्छ यसलाई के धेरै सबैको घरमा पाक्छ। अब कसैको धेरै छ कसैको थोरै छ तर बनाउनै पर्यो। हामी अब जन्मेदेखि यो चलन गरेको के खाएको र बनाएको। पहिले हाम्रो घर त यो ठुलो परिवार थियो। अब 2 डालो 3 डालो बनाएर राख्छौँ। हजुर अब त सबै छुट्याएर अब थोरै परिवार भएछ थोरै थोरै बनाउँछ।